3 दिनमा ठ्याक्क ओइलेर यो भात दिनुपर्छ। भाँचेन भने यहाँबाट किरा कमिलाहरू पस्ने पनि हुन्छ। ए ओके, यो चाहिँ रातो फल हो। पाक्दा चाहिँ सेम रातै हुन्छ, बाहिरबाट चिनिँदैन। हजुर, विदेश जति बसे पनि आएर गर्ने नेपालमै बस्नै पर्ने हुन्छ। चोटि रोपेपछि भयो, अब सधैँभरि यसलाई हुन्छ। त्यही चैत वैशाखको बेलामा सुक्खा बेलामा चाहिँ 1-2 चोटि पानी पठाइदिन्छु। अब यतिको भएपछि तपाईँको अब यो 10-12 दिनमा पाकिहाल्छ कि। ए ओके, एकदम चाँडै पो 10-12 दिनमा पाकिहाल्छ। नमस्कार साथीहरू, बिजनेस स्टोरिज नेपालको अर्को श्रृङ्खलामा स्वागत छ। आज चाहिँ हामी मोरङ कसेनीको यो ड्रागन फ्रुट फार्ममा आएको छौँ अनि हामीसँग अगाडि हुनुहुन्छ लोकबहादुर श्रेष्ठ, जो चाहिँ यो फार्मको ओनर हुनुहुन्छ। अनि आज चाहिँ हामी उहाँको कथा सुन्न यहाँ उपस्थित भएको छौँ। लोक सर, स्वागत छ यहाँलाई। धन्यवाद। अलिकति भनिदिनु न, तपाईँले जस्तो यो व्यवसाय कसरी सुरु गर्नुभयो, यो ड्रागन फ्रुटको व्यवसाय कसरी आइपुग्यो यहाँसम्म, तपाईँको यात्रा अलिकति सुनाइदिनु न। यो ड्रागन फ्रुट भनेको पहिले स्रोत त थियो। पहिले विदेशमा हुँदाखेरि मलेसिया 6 वर्ष बसेर आइयो अनि ड्रागन फ्रुट भनेर वहाँ पनि खाइयो। ड्रागन फ्रुट अब महँगो त्यतिखेर त हामी यहाँको नेपालको हिसाबले 1200 रुपियाँ किलो थियो। हजुर। अनि ड्रागन फ्रुट लाउने क्रममा अब धेरैवटा फर्ममा घुमियो। घुम्दाखेरि सबैतिर अब राम्रै हुन्छ भन्ने सोच गरे सबैले। अनि हामीले पनि लाउने सोच गरियो, तर लगानी चाहिँ धेरै लाग्ने रहेछ यसलाई। हजुर। अनि हामीले यो 200 रुपियाँ गोटा बिरुवा किनेको हो। हजुर। 200 रुपियाँ गोटा किनेर ल्याएर रोप्यो। सेतो चाहिँ 100 रुपियाँ, रातो चाहिँ 200, 2 खाले छ हामीसँग। ए ओके। अनि हामीले यो रोपेको चाहिँ 1 वर्षमा फल्न सुरु गर्दो रहेछ। हजुर। 1 वर्षमा हामीले यो साल 2 वर्ष भयो। 2 लट हामीले बेच्यौँ भनौँ न। फर्स्ट लट यो सेकेन्ड लट हो। सेकेन्ड लट पनि अब अलिअलि छँदैछ, अब लास्ट हुन आँट्यो। ओके, म तपाईँलाई अलिकति फेरि अगाडि नै ल्याउँछु। जस्तो यो पछाडि हामी आउँछौँ ड्रागन फ्रुट कसरी गर्ने भन्ने बारेमा। जस्तो तपाईँले अघि भन्नुभएको थियो थोरै कुखुरा पालन गर्नुभएको थियो सुरुमा, व्यवसाय विदेश जानुभन्दा अगाडि पनि भनेर। अनि त्यो अलिकति भनिदिनु जस्तो किन विदेश जानुभयो त कुखुरा फार्म गर्दाखेरि पनि भनेर। पहिले अब मैले सुरुमा त हामी खेती किसानै हो, त्यहाँदेखि पछाडि कुखुरा फार्म पाल्ने सोच भयो। अनि ब्रोइलर कुखुरा पाल्न सुरु गरेँ। कुखुरा 1-2 वर्ष पालेपछि तपाईँको पुरानो खोर हुँदै गएपछि धेरै कुखुरा मर्ने, व्यवसाय घाटा लाग्यो। सबैजना विदेशतिर प्लान हुन थालेकोले म पनि एकचोटि विदेश गएर आऊँ न भन्ने सोच भएर हजुर मलेसिया गयो। मलेसियाको 3 वर्ष बसेर आएर फिनिसमा आयो। अनि फेरि एकचोटि जाने सोच भएर फेरि एकचोटि गयो। फेरि पनि 3 वर्ष बसेर आयो। त्यहाँदेखि चाहिँ नेपालमै केही गरौँ न भनेर घरमै लियर्स कुखुरा पाल्ने सोच भयो। लियर्स पालियो। लियर्स 1.5 वर्ष जति पाल्दाखेरि तपाईँलाई अन्डाको दाम एकदम त्यतिखेर सस्तो भएकोले 3 लाख रुपियाँसम्म समथिङ घाटा पऱ्यो। ए ओके। त्यो घाटा भएपछि अनि फेरि ब्रोइलर नै पाल्ने सोच भयो। घरमा पनि अब ब्रोइलर कुखुरा अहिले पनि छँदैछ, पालिरहेको छौँ। अनि पछाडि चाहिँ यो ड्रागन फ्रुट सोच आएर भनेपछि ड्रागन फ्रुटको चाहिँ यस्तो उता विदेशमा हुँदै के तपाईँहरू साथीहरू गर्ने भनेर सोच्नु भएको थियो कि तपाईँलाई मात्रै मनमा थियो कि होइन नेपाल गएँ भने ड्रागन फ्रुट गर्छु भन्ने कस्तो थियो? होइन, त्यो त गर्छु भन्ने त खासै सोचै त आएको थिएन। त्यही पनि अब पहिलेकै अब कुखुरा पालन गर्ने भए पछाडि चाहिँ यतातिर सबैले ड्रागन फ्रुट महँगो पनि बिक्ने 1200 रुपियाँ किलो किनेर पनि खाइयो। अनि त्यही हिसाबले राम्रै हुन्छ भन्ने तरिकाले चाहिँ गर्न सुरु गरेको। हामीले गर्दै जाँदाखेरि हामीले 500 रुपियाँ किलो चाहिँ बेच्न सफल भयौँ भनौँ न पोहोर साल हुँदासम्म। अलिकति भन्नु जस्तो अब ड्रागन फ्रुट गर्दाखेरि सुरुमा के गर्नुपर्दछ? तपाईँले यो जमिन आफैले लिनुभएको हो कि भाडामा लिनुभएको हो कि? यो जमिन आफैमा लिएर सुरुमा चाहिँ अब हामीले पिलर बनाउनु पर्यो। पिलर बनाइयो। पिलर पछाडि गाडिसकेपछि अनि बल्ल बिरुवा देखाइदिनु जस्तो पिलरहरू, यो पिलरहरू होइन? यही पिलर हो, हामीले आफै बनाएको हो। ओके। लगभग 500 रुपियाँ गोटा पर्न गयो हामीले बनाउँदाखेरि। ए ओके। कति अग्लो चाहिन्छ यो चाहिँ? यो 6 फिट भयो हुन्छ। मान्छे 7 फिट पनि बनाउँछ, 8 फिट पनि। अग्लो हुँदा चाहिँ अलिकति टिप्नलाई अग्लो हुन्छ, गाह्रो हुन्छ कि। अब यसको काँडा एकदम तिखो हुन्छ, घोच्छ कि। ए ओके। 6 फिट जति भयो भने हुन्छ। कति गाड्नुपर्छ? तल कति गाड्नुपर्छ? 1.5 फुट गाडे पनि हुन्छ। हजुर। 2 फुट गाड्दा पनि हुन्छ, जति अब आफूलाई कतिको लाग्छ। मान्छेहरू 7 फिट 9 फिट बनाउँदा नि हुन्छ। ए 2 फिट गाड्दा 7 फिट हुन्छ। हामीले चाहिँ 7 फिट बनाएको, 2 फिट गाडेर 5 फिट सम्झ्यो। यो भनेको बोट कत्रो जान्छ भन्नेले पनि होला नि त। यस्तो कति वेट जस्तो बिचमा अब जस्तो माथि यो राखेको हुँदो रहेछ होइन? माथि टायर हाल्नुको मेन कारण चाहिँ यो चाहिँ बिरुवा यो नुँदाखेरि भाँचिन्छ। त्यतिकै राख्दा चाहिँ भाँचिने डब भएर यो टायर भए चाहिँ भाँचिँदैन। फलामको पनि राख्छ, फलामले चाहिँ यो काट्छ कि। यसको यो काटेर हुँदैन, भाँचिन्छ। अनि यो टायरमा चाहिँ तपाईँको राम्रो हुन्छ। वरिपरि अब यो त झामिएको छैन, झामिँदा त तपाईँको पुरै वेट हुन्छ नि त। यो पुरै यो टायरै नदेखिने गरी झामिन्छ कि। ए पछि यो बिचमा जस्तो हरेकपल्ट भाँचिँदै फेरि अनि नयाँ पलाउँदै गर्छ? यो भाँचिँदैन। यसैबाट अब यो फल फलिसकेपछि यसबाट टुसा आउँछ। ए ओके। टुसा आएपछि अनि पुरै झामिने हो। यो भर्खर 2 साल मात्रै हुँदैछ, त्यति साह्रो झामिसकेको छैन। ए ओके ओके। अझै अब 2-3 वर्षमा चाहिँ पुरै झामिने हुन्छ अनि अलि बढी आम्दानी लिन्छ। ओके। कति एरियामा गर्नुभयो सुरुमा? कति जति टार्गेट गर्नु पर्दो रहेछ?
त्यो अलिकति तयारी कसरी गर्नुपर्छ यति नै गर्छु यतिवटा पिलर बनाउँछु अब सुरुमा यति नै थोरै नै 15 कठामा लाउने सोच गरेर यो 700 पिलर गाडेको छौँ हजुर अनि अब पछाडि राम्रो आम्दानी भएछ भने फेरि अझै बढाउने सोच गरेको तर यसोबाट अहिले चाहिँ खासै राम्रो आम्दानी देखिएन कि हजुर भाउ घटेको कारणले सबैले अब व्यवसायको सबैले राम्रो भनेर सबैले यही व्यवसायमा ध्यान दिए मान्छेले हजुर त्यही भएर अहिले अलिक बढाउने प्रतिस्पर्धा पनि अहिले भनेको कमै छ यसको बिक्री चाहिँ बिक्री त ठिकै छ बिक्रीको लागि त टेन्सन बजारलाई त्यस्तो आवश्यक पर्दैन तर सस्तो मूल्य कम भएकोले ए ओके ओके जस्तो यसको अरू के कुराहरू हुँदो रहेछ जस्तो तयारी गर्दाखेरि सुरुमा जस्तो बिरुवाहरू अब कसरी अघि सुरुमा अलिकति भन्नुभएको थियो जस्तो कहाँ पाउँदो रहेछ यसको बिरुवा कि कसरी ल्याउनु भयो बिरुवा त अब यस्तै अब ड्रागन फ्रुट फर्ममै गएर गर्ने अहिले त हामी आफै उत्पादन गर्न सकिन्छ बिरुवा ए ओके कसैलाई चाहिएछ भने हामी आफै पहिले नै अर्डर गऱ्यो भने मात्रै बनाइदिन्छ नभए त्यतिकै बनाएर चाहिँ नि खर्च ए ओके आफूलाई चाहिने बिरुवा चाहिँ आफै उत्पादन गर्नुहुन्छ अनि बेच्नु पनि हुन्छ किन्ने भयो भने पहिले अर्डर गऱ्यो भने बनाइदिन्छु नभए अब अर्डर बेगर चाहिँ बनाउँदैनौँ ओके ओके त्यो जस्तो तपाईँलाई कसैले अर्डर गर्नुभयो भने चाहिँ कति पर्छ अहिले अर्डर गऱ्यो भने हामीले रातो चाहिँ हामी 100 रुपियाँ गोटा बिरुवा दिन सक्छौँ हजुर जस्तो रातो र सेतो भन्ने चिनिन्छ जस्तो यो कुन हो यो चाहिँ रातो हो सेतो चाहिँ हल्का यो बोटै हल्का सेतो सेतो हुन्छ ए ओके यो चाहिँ रातो फल हो पाक्दा चाहिँ सेम रातै हुन्छ बाहिरीबाट चिनिँदैन हजुर अब सधैँ खानेले त चिन्छ बाहिरबाट नभए नयाँ मान्छेले चाहिँ चिन्दैन रातो कि सेतो हो फल उस्तै हुन्छ बाहिर पाक्दा सबै रातै हुन्छ भित्री मात्रै गुदी मात्रै सेतो र रातो हुन्छ कुन महँगो हुन्छ दुईटामा कुन गर्दा राम्रो रातो चाहिँ अलिक महँगो पर्न जान्छ 100 रुपियाँ किलो महँगो पर्छ सेतो चाहिँ 100 रुपियाँ किलो सस्तो रातो चाहिँ अलिक गुलियो हुन्छ भने सेतो चाहिँ हल्का अम्लो अम्लो हुन्छ ए ओके भनेपछि 15 कट्ठामा कति बोट लगाउनु भयो तपाईँले सुरुमा हामीले यहाँ 1250 बोट 1250 बोट लगाउनु टोटल जति जस्तो अब पिलर सहित लिएर जग्गा आफै लिनुभएको थियो जस्तो अब कसैले त भाडामा पनि गर्न सक्नुहुन्छ होइन सो कति जति लगानी गर्नुभयो त टोटल्ली यो सबै गर्दाखेरि हामीले लगानी गर्दाखेरि लगभग 6 लाख रुपियाँ लगानी लागेको छ यसमा हजुर 2 वर्ष अगाडि 2 वर्ष अगाडि ओके पहिलो वर्ष चाहिँ यसलाई हुर्काउनु लाग्दो रहेछ 1 वर्ष चाहिँ रोपेको 1 वर्षमा चाहिँ फल्न सुरु गर्छ हामीले पहिलो सुरु लटमा चाहिँ 1.5 लाखको बेचेको थियौँ हजुर अब यसपालि सेकेन्ड लट हो अहिले पनि त्यस्तै समथिङ 1.5 लाख जति बेचेको छौँ अहिले चाहिँ अलिकति पातलो फलेकोले पोहोरको हिसाबले भाउले त अलिक बढी नै पैसा हुन्थ्यो पोहोर 500ले बेच्यो भने अहिले 300ले बेचियो ओके त्यसले गर्दाखेरि कहाँ बेच्ने चाहिँ यता लोकल हुन्छ कि एकैचोटि बेच्नुहुन्छ लोकल यहीँ अब डाँगीहाट बेलबारी यही नै हो परिपरिको एरियामा जान्छ अहिले मान्छेहरूले खान चाहिँ थालेछ प्रायः यो बजारमा किसान व्यापारीले भन्दा पनि गाउँमै धेरै बिकिरहेछ अब सुगर रोगी भन्छन् कसैले ब्लड कम भन्छन् बुढाबुढीलाई रुचाउँछ राम्रो अब डाक्टरले पनि त्यही भनेको कारणले प्रायः घरतिरै 4 किलो 5 किलो गरेर आफ्नो खानको लागि नै धेरै लागिरहेको छ व्यापारीले भन्दा गाउँमै धेरै बिकिरहेको छ अहिले ओके अब अलिकति देखाइदिनु जस्तो अरू के जस्तो तपाईँ यहाँ आएर के गर्नुहुन्छ बिहान जस्तो अघि अलिकति फुलहरू हेर्दै हुनुहुन्थ्यो होइन सो के गर्नुपर्छ यसलाई स्याहार्न के गर्नुपर्छ यसलाई यो चाहिँ हामीले एकदम अर्ग्यानिक तरिकाले गरेको छौँ हामीले यो विषादी युज गरेको छैनौँ डिएपी युरिया विषादीहरू कुनै युज गर्दैनौँ हामीले चाहिँ मात्रै सुली युज गर्ने गरेको छ हजुर हामीले चाहिँ 3 महिनामा गोडेर एकचोटि फेदमा वरिपरि सुली हालिदिने गर्छौँ अनि यो जुन फुलेपछि फुल चाहिँ फुलेको 2-3 दिनमा फुल ओइलिन्छ फुल ओइलेपछि चाहिँ यो अब ओइलेपछि यो भात दिनुपर्छ भाँचेन भने उता जान्छ अलिकति देखाउनु भात दिनुपर्ने हुन्छ यसलाई अब यो भोलि पर्सितिर 3 दिनमा ठ्याक्क ओइलेर यो भात दिनुपर्छ भाँचेन भने एउटा किरा कमिलाहरू पस्ने पनि हुन्छ एक त यसको भिटामिन चाहिँ यसले कमिला त अलिअलि आइरहेछ त कमिला हल्का आउँछ त्यही भएर यो भाँचेर फ्याँक्दिहाल्ने हो त्यस्तो अलिअलि कमिला यहाँ भइकन यसलाई दुलो बनाउँदैन खाँदैन ए ओके यो चाहिँ हरेकको भात दिनुपर्छ प्रत्येकको प्रयास प्रत्येकै भातले गरेको छ भातमा पनि भन्दो रहेछ ए हजुर त्यो बाहेक अरू जस्तो अरू स्याहार्न के गर्नुपर्छ जस्तो अरू यसलाई रोपेपछि यसलाई त्यस्तो केही गर्नु पर्दैन मात्र 3 महिना सुली हाल्ने हो मल 3 महिनामा अनि सुली चाहिँ कहाँ भनेको फेदैमा हाल्नुपर्छ फेदैमा हाल्ने हो फेदमा यसरी गोडेर हामी वरिपरि सुली हाल्छ हामी एकदम विषादी केही हालेको छैन हामी यो किराको दबाई अब तपाईँको डिएपी युरिया हाल्छ मान्छेले ठुल्ठुलो फलाउनको लागि भिटामिन हाल्छ खानको लागि स्वादिष्ट हुँदैन हेर्दा बजारमा त सबैले ठुलै मन पराउँछ तर हामीले चाहिँ यो त्यस्तो भिटामिन हालेर आफूलाई खानको लागि स्वास्थ्यको लागि नै राम्रो हुन्छ भनेर हामीले सानो भए पनि ओके त्यो हाल्ने गरेको छैन अनि त्यो बाहेक अरू के गर्नुपर्छ यसलाई त्यस्तो रोपिसकेपछि त्यस्तो धेरै चाकर पनि गर्नु पर्दैन एकचोटि रोपिसके यसलाई अब एकचोटि रोपेपछि भयो अब सधैँभरि यसलाई हुन्छ त्यही चैत वैशाखको बेलामा सुक्खा बेलामा चाहिँ 1-2 चोटि पानी पठाइदिन्छौँ नभए यसलाई गोडेर त्यस सुली हाल्ने मात्रै अर्थ यसलाई चाहिने ठाउँ चाहिँ कस्तो भनेको यसलाई चाहिँ राम्रो ठाउँ भनेको एकदम बलौटे माटो पानी पर्दाखेरि नजमोस् हजुर पानी सट्ट सुकोस् पानी परिसक्दा यहाँ पानी नजमोस् त्यस्तो ठाउँमा चाहिँ उपयुक्त एकदम फस्टाउने रहेछ जहाँ चिम्टैलो माटो हुँदै यस्तो अलिकति पानी जम्ने ठाउँ त्यस्तोमा चाहिँ सप्रिँदैन अब हामीले
यहाँ लगाएको र अरू यो सँगसँगै लगाएकोहरूले भन्छ यहाँ तपाईँहरूको त कति फर्स्ट आएको छ, हाम्रो त्यति आएकै छैन बोट भन्नुहुन्छ। तर यहाँ चाहिँ माटो एकदम राम्रो क्या, मुनि अलिकति मुनि सबै ग्याग्रिङ छ, पानी जम्दैन, जति पर्नुजाल मात्रै हो, परिसकेपछि यहाँ पानी जम्दैन। ए ओके। बिचमा जस्तो बिरुवाहरूलाई के समस्याहरू पनि आउँदो रहेछ कि? जस्तो तपाईँको अब 2 वर्ष मात्रै हुँदैछ अहिले त हुन त, तर अरू केही समस्याहरू भइरहेछ कि तपाईँलाई? अहिले हल्का त्यो बोटहरू चाहिँ हल्का मर्नु पहेँल लिएर सुक्नु रहेछ भनौँ न। त्यतातिर यो रातो मात्र त्यस्तो देखेको छैन, सेतोमा चाहिँ। जस्तो यो एउटा बोट के भएको यो खै यो त केही भएको यस्तो हल्का पहेँलो त हुँदो रहेछ, घामले पनि अलिकति पहेँल लिँदो रहेछ। तर यो केही भएको छैन, यसबाट यसलाई केही पनि भएको छैन। ए ओके ओके, यो केही पनि भएको छैन यतिको। ओके। त्यो बाहेक जस्तो अरू के गर्नुपर्छ? जस्तो बिहान आएर जस्तो कति समयमा फुल फुलेको कति समयमा यो फल टिप्ने हुन्छ कि? यो फुल ठ्याक्क यो फुलेको एक महिनामा यो फल पाक्छ। ए हजुर। फुलेको चाहिँ 1 महिनामा, फल त्यो कुन लागेको होइन, फुलेको चाहिँ 1 महिनामा ठ्याक्कै पाक्छ। तपाईँ 15 दिनमा लट हुन्छ। यो वर्षमा 6-7 लट 8 लटसम्म हुँदो रहेछ। ए ओके। 15 दिनमा ठ्याक्क फुलेको, 15 दिनमा फेरि अर्को टुसा बस्छ मुना। त्यस पनि फेरि ठ्याक्क 15 दिन लटमा चाहिँ पाक्छ। ओके। जस्तो कुनै देखाइदिनु त, जस्तो यो कति समयमा पाक्ने हुन्छ एउटा कुनै? अब तपाईँको यो अब यतिको भएपछि तपाईँको अब यो 10-12 दिनमा पाकिहाल्छ कि। ए ओके। एकदम चाँडै पो 10-12 दिनमा पाकिहाल्छ। फुलेको 10-12 दिनमा यत्रो भयो भने 10-12 दिनमा यो पाकिहाल्छ। ए ओके। यो महिना दिनमा चाहिँ ठ्याक्कै पाक्दो रहेछ कि। ओके। जस्तो अनि कति समयमा बिग्रिन्छ? एकदम चाँडो बेच्नुपर्ने हुन्छ कि कस्तो? नै, यसलाई हामीले बोटमा चाहिँ मजाले पाक्न दिदैनौँ, किनकि धेरै मजाले बोटमा पाकेपछि चराले खाँदो रहेछ। चराले खाएपछि सबै सखाबै गरिदिन्छ। त्यही भएर हामीले ठ्याक्क रातो भएपछि टिपिहाल्छौँ। टिपेर राखेको तपाईँको बाहिर राख्यो भने 15 दिनसम्म बिग्रिँदैन। फ्रिजमा राख्नु भने त महिना दिनसम्म पनि केही पनि हुँदैन। ए ओके। बाहिर राख्दा चाहिँ तपाईँ 15 अर्को फल जस्तो छिटो बिग्रिँदैन। यो हल्का ओइलिने मात्रै, भित्री केही पनि हुँदैन। अब अहिले चाहिँ बजारमा कति छ यसको? कसरी बेच तपाईँले होलसेलमा चाहिँ कति दिनुहुन्छ? हामीले अहिले होलसेलमा यो रातो 300ले दिन्छौँ बजारमा, सेतो 200ले बेचिरहेछौँ। ओके। बजारमा चाहिँ कति छ दाम अहिले? हुन त आफू अनुसार हुन्छ होला धेरैतिर होइन। अब कसैले त अब यो 400ले नि बेच्छ, कसैले 300 नै बेच्छन्। हेरी उनीहरूले पनि पहिली सुरुमा महँगो बेच्छन्, पछाडि लास्टमा अलिकति ओइलिँदै गएपछि 300 पनि दिन्छन् दिनु। ए ओके। अनि जस्तो यहाँनिर यो राख्नु भएको छ नि त, कुटी राख्नु भएको छ, यो चाहिँ किन राख्नु भएको? यो चाहिँ हामीले रुङ्नको लागि राखेको। राति एकचोटि हाम्रो यो ड्रागन फ्रुट चोरी भयो। ए हजुर। अब गाउँ बस्ती अलिकति छैन, यहाँ खोलाको छेउ जङ्गल, एकचोटि चोरी भएर यहाँ चाहिँ नि यसो छारी बनाएर यसो रुङ्नुपर्छ भनेर हामीले बनाएको। यसो दिउँसो काम गर्दा पनि बस्नको लागि सजिलो होस् भनेर। ओके। होइन बाँदर सादर आउँछ कि भनेर यस्तो त बाँदर सादर त आउँदा मान्छेले चाहिँ चोरी हुन्छ। नयाँ फल भएर मान्छेले कतिपयले थाहा छैन कि कस्तो हुन्छ भनेर, अनि त्यही भएर पनि अब फलेको पाक्दाखेरि लट्रमै रातै देखिन्छ। त्यो भएकोले उनीहरूले अब राति चोर्ने भएर। ओके। भने पछाडि यसको तपाईँको लगानी उठिसक्यो? लगानी उठेको छैन हाम्रो। यो लगानी अब अझै 2 सालै लाग्ने रहेछ। यो बजार यो जुन मूल्यको कम भएको यो बिरुवा चाहिँ कति सालसम्म हुन्छ? जस्तो तपाईँको अरू साथीहरूसँग कुरा हुन्छ होला नि त, अगाडिबाट गर्नुभएको मान्छेहरूको? अब यो त यति यकिङ भनेर थाहा छैन मलाई चाहिँ होइन। तर रोपिसकेपछि त अर्को चेन्ज गर्नु पर्दैन, मल जल पुग्यो भने फलिरहन्छ भनेर चाहिँ भएको छ। तर यति सालसम्म हुन्छ भने चाहिँ अलिक ग्यारेन्टी थाहा छैन। ए ओके। अब जस्तो यो बाहेक चाहिँ वरिपरि तपाईँको यहाँ मैले हेरेँ होइन, अरू चिजहरू पनि धानहरू पनि गर्नुभएको छ। सानो एरिया छ तर तपाईँको एरिया चाहिँ अरू ठुलो रहेछ। सो अरू साइडमा जस्तो तपाईँले सुली मल हाल्छु भन्नुभयो, आफैले उत्पादन गर्नुहुन्छ किनेर ल्याउनुहुन्छ कि? होइन, सुली हाम्रो सुली आफ्नै हो। यो चाहिँ अब हाम्रो पक्लीमा पनि ह्याचरी छ, कुखुरा पालन छ, अहिले पनि पालन छ, घरमा पनि छ। त्यही भएकोले हामी तोरीमा पनि हामी अर्ग्यानिक नै गर्छौँ, डिएपी हाल्दैन, मात्रै सुली नै हालेर मात्रै गर्छौँ। ए ओके। धानमा पनि त्यही हो। हजुर। उता चाहिँ जस्तो फार्म चाहिँ उता चाहिँ कत्रो छ तपाईँको कुखुरा फार्म चाहिँ? मेरो कुखुरा फार्म त ह्याचरी हो, चल्ला उत्पादन हुन्छ। हजुर। ए ओके। चल्ला बेच्नुहुन्छ? चल्ला बेच्छौँ हामी, लियर प्यारेन्ट कुखुरा पाल्छौँ हामी। ए ओके। अब भनिदिनुहोस्, अब थोरै तपाईँको यात्राको बारेमा कुरा गरौँ। जस्तो तपाईँ बाहिर पनि बसेर आउनुभयो होइन, अब सुरुमा नेपालमा व्यवसाय गरेर अब केही समय विदेश जान्छु भनेर अनि फेरि नेपालमै व्यवसाय गरिरहनु भएको छ होइन। सो यो यात्राको क्रममा चाहिँ अब तपाईँलाई जस्तो कस्तो लाग्छ आफ्नो जिन्दगी यसो फर्केर हेर्दाखेरि? हुन्छ नि, कता आइपुगेँ म, के गरेँ भन्छ नि, त्यो अलिकति भन्नु न, कस्तो लाग्छ तपाईँलाई आफ्नो यात्रा? त्यही त हो, पहिले नेपालमा चाहिँ गरियो। अब नेपालमा त्यही त हो नि, व्यवसाय जसले व्यवसाय गरे पनि अब घाटै लाग्ने होइन, सरकारबाट केही हुँदैन। जति घाटा लागे पनि अनि घाटा लाग्ने क्रममा अब त्यस्तै अब एकचोटि मन विदेश गएर यसो केही हुन्छ कि भनेर गयो। तर विदेशमा पनि त्यस्तो यहाँ जस्तो दुःख गर्ने भने नेपालमै ठिक हुने रहेछ भनेर नै अब बरु यहीँ जति गरे पनि अब विदेश जति बसे पनि आएर गर्ने नेपालमै बस्नै पर्ने हुन्छ। त्यही भएर बरु नेपालमै केही गरौँ न त भन्ने सोच लागेर
यतातिर लागेको। यसको चाहिँ यसो तपाईँको दर्ताहरू गर्नुपर्ने पनि हुन्छ? मैले अघि सोध्नु बिर्सेछु। यसको हामीले यो त सिमरन कृषि फर्ममा दर्ता छ। यो चाहिँ यो तपाईँको उता सहित सबै कुखुरा पालन सहित सबै एउटै यो एउटै कृषि फर्ममा सिमरन कृषि फर्म भनेर। सिमरन चाहिँ कसको नाम हो? यो हामीले कम्पनीको नाम राखेको सिमरन कृषि। तपाईँहरू पार्टनरसिप हुनुहुन्छ कि तपाईँहरू आफू मात्रै हुनुहुन्छ कि कस्तो छ? हामी यसमा चाहिँ हामी पार्टनरसिपै छौँ भनौँ न। अच्छा। अन्त घरको चाहिँ छुट्टै हो, यता चाहिँ पार्टनरसिपमै। ए ओके पार्टनरसिप हुँदा अलिक जोखिम पनि कम हुने जस्तो पनि हुन्छ है। ओके, अब अलिकति जस्तो अब तपाईँलाई धेरै हाम्रो साथीहरूले हेरिरहनु भएको छ होइन, अब जस्तो व्यवसाय गर्ने अरू इन्ट्रेस्ट भएको व्यवसाय गर्ने पनि हुनुहुन्छ। जस्तो तपाईँले अब यो व्यवसाय गरेपछि कति थाहा हुन्छ नि अर्को व्यवसाय अलि ठिक छ अहिले यो चलिरहेछ भने जस्तो, त्यस्तो तपाईँलाई लागेको अरू व्यवसायहरू स्पेसली विदेशबाट फर्केर आएर गर्न सक्ने व्यवसायहरू के होला? अब आफूले पहिलेदेखि गरेको त्यो कुखुरा फर्म मात्रै हो, अरू त मैले गरेको छैन। पहिले सुरुमा दोकान गरेँ, दोकानबाट घाटा लागेर कुखुरा पालनमा लागेको। दोकान किराना पसल गरियो 5-7 वर्ष। हजुर। किराना पसलमा गाउँमा त्यस्तै हो, लगानी बाँकी धेरै जाने, अब बाँकी नउठ्ने। अनि त्यो भएर अनि कुखुरा व्यवसाय सुरुमा राम्रो थियो, राम्रै फाइदा हुन्थ्यो। अनि अब बिचमा चाहिँ सबैले धेरै कुखुरा पाल्ने भयो, कुखुरा पाल्ने कम्पिटिसन भयो। कम्पिटिसन चाहिँ भाउ कम हुने, भाउ कम भएपछि अब त्यही हो घाटा लाग्ने। अब पुरानो हुँदै गएपछि अब रोगले पनि धेरै चाप्दो रहेछ खोरमा। अच्छा। अनि त्यही भएर एकचोटि विदेश गएको। ए ओके, कस्तो कुरामा मान्छेले लगानी गर्दा राम्रो हुन्छ जस्तो लाग्छ? जस्तो अब तपाईँले जस्तो यो ड्रागन फ्रुट पनि तुलनात्मक रूपमा नयाँ हो त, अब अहिले त 7-8 वर्ष भइसक्यो यसको पनि एकदम नेपालमा बिग बुम भएको होइन। सो नयाँ चिजमा लगानी गर्नु पर्यो भने कस्तो हुँदो रहेछ? तपाईँको अनुभवले के भन्छ त? नयाँ चिजमा अब आफूले नगरेको चिजमा सुरुमा लगानी गर्दा त ठिकै हो होइन। अब थाहा हुँदैन सुरुमा कस्तो हुन्छ के हुन्छ, यो पनि त आफूले अब जानकारी थिएन, अरूको अब देखेर हेरेर होइन, त्यो हिसाबले नै गरेको। अब यसो विचार गर्दाखेरि किनकि यसमा धेरै सुरुमा जति लगानी गरियो के, अब यसलाई त्यस्तो लगानी केही नै गर्नु पर्दैन, मात्रै त्यो गोडमेल गरेर सुलिहाल्ने मात्रै हो। यसमा केही लगानी छैन। जति फलेको अब बोट अब बिरुवा अर्डर भयो भने बिरुवा बेच्नलाई अब बिरुवा बेच्यो भने त फाइदा हुन्थ्यो। बिरुवा अहिले बिकिरहेको छैन, सबैले धेरै लगाएर होला, नभए त राम्रै ठिकै हुन्छ। ओके, अब अन्तिममा चाहिँ जस्तो हाम्रो यो च्यानलमा हेरिरहनु भएको साथीहरूलाई के सुझाव दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ तपाईँको अनुभवबाट? अब यसमा हामीले यो अब कुरा गरौँ न ड्रागन फ्रुटकै बारेमा। यो चाहिँ खानालाई स्वास्थ्यको लागि राम्रो पनि हुँदो रहेछ होइन। अनि गर्नु सक्दाखेरि अब सुरुचोटि जति गरियो, अहिले त केही पनि छैन, यस्तै फलेको बेलामा फुल चुड्दिने हो, अरू यसमा केही काम पनि पर्दैन। हजुर। खानालाई राम्रो अब यस्तो ठिकै लाग्छ, किनकि अब फल यसपालि चाहिँ खासै त्यति फलेन, पुरो हिसाबमा त राम्रो फलेको थियो। यसपालि अब खै पानी र अब यो मौसमले के गर्दाखेरि पनि होला यस्तो भएको। बिचमा खडेरी पनि परेको थियो, खडेरीले गर्दाखेरि अलिक सुक्खा भइदियो, त्यतिखेर पानी पटाइएन। पानी आउँछ भनेर पानी पटाइएन। ओके, हुन्छ सरलाई एकदम धेरै धन्यवाद, हामीसँग कुरा गरिदिनु भयो, आफ्नो अनुभव सुनाइदिनु भयो। यहाँको व्यवसाय राम्रो होस्। व्यवसाय त अब हेर्दै जाउँ, अब ठिकै छ अहिलेसम्मलाई होइन, यति गरिएको छ। अब यसलाई अब राम्रो आम्दानी दिएछ भने फेरि बढाउने सोच छ, ठाउँ छ। हजुर। अब बिरुवालाई लगानी गर्नु पर्दैन, आफ्नै बिरुवा उत्पादन हुन्छ। तपाईँलाई धेरै शुभकामना छ।